हजुरलाई चाहिँ मम्मीसँग केही बोल्नु छ भने बोल्नुहोस् है छोरी। अब अब मैले छोडेर जाँदाखेरि तिमीहरू सानो सानो थियो, सबैजना सानो सानो थियो। तिमीहरूलाई मैले राम्ररी हुर्काउनु पाएन, बढाउनु पाएन। लामा छोरीले चाहिँ यहाँनिर समुद्र पारीबाट भयो नि घाउ घोर दिनुभएको छ। सबै सिरदेखि पाउसम्मको खानेकुरा, बत्ती बाल्नु तेल, चप्पल, साडी, चुरा, फलफुल सबै छ। हजुरले लिनु पर्यो। आज औँसीको दिन छोरीबाट खुसी हुनु पर्यो, लिनुहोस्। छोरी चाहिँ टाढा हुनुहुन्छ है, छोरी टाढा हुनुहुन्छ। यहाँनिर महाकाली आमालाई धेरै सम्झेर म अब आजदेखि धेरै खुसी हुनेछ छोरी। तर तिम्रो बाउलाई पनि राम्ररी भएको छैन। बाउलाई पनि गरिदिनु पर्यो भन्छ। बाउलाई पनि भाउको पनि नाम निशाना दिएर तिम्रो बाउले पनि हेरेर बसिरहेको छ। हुन्छ आमा, म पनि बुझाउने छु, बुवालाई पनि के गर्ने छु, अझै छोरीहरूको पनि भाषण बुझाउने छु। चढाइदिनु पर्यो। हजुरले चाहिँ त्यतैबाट जल चढ। हजुरलाई चाहिँ मम्मीसँग केही बोल्नु छ भने बोल्नुहोस् है छोरी। अब मैले छोडेर जाँदाखेरि तिमीहरू सानो सानो थियो, सबैजना सानो सानो थियो। तिमीहरूलाई मैले राम्ररी हुर्काउनु पाएन, बढाउनु पाएन। लामा छोरीले चाहिँ यहाँनिर समुद्र पारीबाट भयो नि घाउ घोर दिनुभएको छ। सबै सिरदेखि पाउसम्मको खानेकुरा, बत्ती बाल्नु तेल, चप्पल, साडी, चुरा, फलफुल सबै छ। हजुरले लिनु पर्यो। आज औँसीको दिन छोरीबाट खुसी हुनु पर्यो, लिनुहोस्। छोरी चाहिँ टाढा हुनुहुन्छ है, छोरी टाढा हुनुहुन्छ। यहाँनिर महाकाली आमालाई धेरै सम्झेर म अब आजदेखि धेरै खुसी हुनेछ छोरी। तर तिम्रो बाउलाई पनि राम्ररी भएको छैन। बाउलाई पनि गरिदिनु पर्यो भन्छ। बाउलाई पनि भाउको पनि नाम निशाना दिएर तिम्रो बाउले पनि हेरेर बसिरहेको छ। हुन्छ आमा, म पनि बुझाउने छु, बुवालाई पनि के गर्ने छु, अझै छोरीहरूको पनि भाषण बुझाउने छु। चढाइदिनु पर्यो। हजुरले चाहिँ त्यतैबाट जल